नमस्ते साथीहरु, तपाईहरुले आजको भिडियोमा स्वागत छ। आज हामी खाग अधिकार तथा खाग सम्प्रभुता ऐन 2075 को परिच्छेद 1, 2 र 3 बाट अस्ति छुटेको प्रश्नहरु गर्नेछौं। अस्ति हामीले 6 नम्बर प्रश्नसम्म गरेका थियौं, आज 7 नम्बरदेखि अगाडि बढ्ने। आजको हाम्रो पहिलो प्रश्न रहेको छ, खाग सहायता परिचय पत्रको कस्तो व्यवस्था रहेको छ? लेख्नुहोस्। खाग सहायता परिचय पत्रको व्यवस्था। खाग अधिकार तथा खाग सम्प्रभुता ऐन 2075 को परिच्छेद 2 दफा 6 मा खाग सहायता परिचय पत्र सम्बन्धमा निम्न व्यवस्था रहेका छन्। स्थानीय तहले लक्षित घर परिवारको अधावधिक विवरणको आधारमा तोकिएको ढाँचामा खाग सहायता परिचय पत्र जारी गर्नुपर्ने छ। परिचय पत्र जारी गर्दा लक्षित घर परिवारमा 18 वर्ष उमेर पूरा भएको महिला सदस्य भएमा त्यस्ता सदस्य मध्ये ज्येष्ठ सदस्यको नाममा 18 वर्ष उमेर पूरा भएको महिला सदस्य नभएमा परिवारको अन्य सदस्य मध्ये ज्येष्ठ सदस्यको नाममा तोकिएको बमोजिम खाग सहायता परिचय पत्र जारी गर्नुपर्ने छ। अन्य सदस्यको नाममा परिचय पत्र जारी गरिएको रहेछ भने महिला सदस्यको उमेर 18 पुगेपछि त्यस्तो सदस्यको नाममा जारी गरिएको परिचय पत्र खारिज गरी महिला सदस्यको नाममा परिचय पत्र जारी गर्नुपर्ने छ। अर्को प्रश्न, निशुल्क वा सहुलियत मूल्यमा खाग सहायता उपलब्ध गराउने सम्बन्धमा व्यवस्था उल्लेख गर्नुहोस्। निशुल्क वा सहुलियत मूल्यमा खाग सहायता उपलब्ध गराउने सम्बन्धी व्यवस्था। खाग अधिकार तथा खाग सम्प्रभुता ऐन 2075 को परिच्छेद 2 दफा 7 मा निशुल्क वा सहुलियत मूल्यमा खाग सहायता उपलब्ध गराउने व्यवस्था निम्नानुसार रहेका छन्। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले लक्षित घर परिवारलाई सहुलियत मूल्यमा खास प्रकृतिका लक्षित घर परिवारलाई तोकिए बमोजिम निशुल्क खाग सहायता उपलब्ध गराउनु पर्ने छ। कुनै क्षेत्रमा वा कुनै स्थानीय तहमा कुनै किसिमको विपद उत्पन्न भई नेपाल सरकारले विपदग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा त्यस्तो अवस्थामा कायम रहेको अवधिभर खाग सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा त्यस्तो सङ्कट कायम रहेको अवधिभर त्यस्तो क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई तोकिए बमोजिम निशुल्क वा सशुल्क मूल्यमा खाग सहायता उपलब्ध गराउनु पर्ने छ। निशुल्क वा सहुलियत मूल्यमा खाग सहायता उपलब्ध गराउँदा स्थानीय तह मार्फत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने छ। अर्को प्रश्न, खाग सम्प्रभुताको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस्। खाग अधिकार तथा खाग सम्प्रभुता ऐन 2075 को परिच्छेद 3 दफा 12 मा खाग सम्प्रभुताको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति सम्बन्धी व्यवस्था रहेको छ, जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ। 1. प्रत्येक किसानलाई खाग सम्प्रभुताको अधिकार हुनेछ। खाग सम्प्रभुता सामान्यतया प्रतिकूल प्रभाव नपर्ने गरी प्रत्येक किसानलाई देहाएको खाग सम्प्रभुताको अधिकार हुनेछ। क. प्रत्येक किसान र खाग उत्पादकले पहिचान र सम्मान पाउने, खाग तथा कृषि उत्पादन प्रणालीमा सहभागी हुने, कृषि कार्यका लागि आवश्यक पर्ने साधन स्रोत पहुँच हुने, स्थानीय बिउ बिजन, प्रविधि, औजार र कृषि प्रजातिको छनौट तथा त्यसको वैदिक सम्पत्तिको संरक्षण प्राप्त गर्ने, परम्परागत तथा रैथाने खागको संरक्षण गर्ने, कृषि पेसाबाट स्वेच्छाचारी रूपले वञ्चित गर्ने कार्य विरुद्ध संरक्षण प्राप्त गर्ने। अर्को प्रश्न, कृषि पेसाको संरक्षण र किसानको जीवनस्तरको प्रवर्धन गर्न तीनै तहका सरकारले के कस्ता व्यवस्था मिलाउन सक्ने छन्? खाग अधिकार तथा खाग सम्प्रभुता ऐन 2075 को दफा 13 अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले पारस्परिक समन्वयमा कृषि पेसाको संरक्षण गरी किसानको जीवनस्तर प्रवर्धन गर्न उपलब्ध स्रोत साधनको आधारमा देहाए बमोजिम व्यवस्था मिलाउने छ। कृषि तथा खाग उत्पादनको क्षेत्रमा लगानी अभिवृद्धि गर्ने, खाग उत्पादनमा उन्नत प्रवृत्ति, वातावरण मैत्री मल्ल, बिउका विभिन्न प्रकार, जीवनाशक विषादी वा कृषि सामग्रीको दिगो प्रयोग तथा पहुँचलाई विस्तार गर्ने, नगदे बाली वा निकासी योग्य बालीलाई शेष ग्राहकता दिने, बिउ बाली वा पशुपन्छी बिमामा किसानको सरल तथा सहज पहुँचलाई विस्तार गर्ने, कृषि बजारमा किसानको पहुँचलाई अभिवृद्धि गर्ने, जैविक खेतीका लागि आवश्यक पर्ने पूर्वाधारमा किसानको पहुँचलाई विस्तार गर्ने, रासायनिक, विषादीयुक्त वा आनुवांशिक अभियान्त्रिक खेतीबाट हुने हानिबाट संरक्षण प्रदान गर्ने, लामो समयसम्म सञ्चय गर्न सकिने तोकिएका बालीको न्यूनतम समर्थन मूल्य तोक्ने, अतिवृष्टि, अनावृष्टि वा खडेरी लगायतका मौसमको बारेमा पूर्व सूचना दिने प्रणालीको विकास गर्ने, जैविक विविधतामा आधारित दिगो कृषि प्रणाली प्रवर्धन गर्ने, कृषि पेसाको संरक्षण गर्न कृषिको व्यावसायीकरण, औद्योगिकरण, आधुनिकीकरण र प्रविधिकरण गर्ने, महिला किसान तथा कृषिमा आधारित भूमिहीन परिवारलाई प्राथमिकताको आधारमा कृषि योग्य भूमि तथा कृषि सामग्री पहुँच विस्तार गर्ने,
कृषि बाली, फलफूल तथा पशुपन्छी उत्पादनमा प्रयोग भएको जलस्रोतको त्यस्तो उत्पादनलाई प्रतिकूल हुने गरी अन्यथा उपयोग नगर्न दिने। कृषि उत्पादन वा कृषि बालीको हानि नोक्सानी विरुद्ध किसानलाई तोकिएको अवस्थामा तोकिए बमोजिमको क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था मिलाउने। लागत मूल्यमा आधारित भई कृषि उत्पादनको समर्थन मूल्य तोक्ने। अर्को प्रश्न, किसानको पहिचान र सम्मान सम्बन्धी कस्तो व्यवस्था गरिएको छ? खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075 को दफा 14 मा किसानको पहिचान र सम्मान सम्बन्धी व्यवस्था रहेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। नेपाल सरकारले किसानको तोकिए बमोजिमको पहिचान गरी वर्गीकरण गर्नेछ। वर्गीकरणको आधारमा स्थानीय तहले परिचय पत्र जारी गर्नेछ। वर्गीकरणको आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट, सुविधा तथा प्रचलित कानुन बमोजिम योगदानमा आधारित निवृत्ति भरण उपलब्ध गराइनेछ। यसै साथै परिचय पत्रको मान्य अवधि नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने कानुनी व्यवस्था रहेको छ। अर्को प्रश्न, कृषि योग्य भूमिको संरक्षण तथा दिगो उपयोगको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले पारस्परिक समन्वय के कस्ता कार्य हुने व्यवस्था रहेको छ? खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075 को परिच्छेद 15 अनुसार कृषि योग्य भूमिको संरक्षण तथा दिगो उपयोगको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले पारस्परिक समन्वयमा देखाए बमोजिम कार्य गर्नेछ। प्रचलित कानुन बमोजिम पहिचान गरिएको कृषि योग्य भूमिमा बाली लगाउन प्रोत्साहन वा प्रवर्धन गर्ने। कृषि योग्य भूमिको वैज्ञानिक पहिचान र छुट्याउने वा वर्गीकरण गर्ने। कृषि योग्य भूमिलाई बाँझो राख्न तथा भूमिको उपयोगको सम्बन्धमा प्रचलित कानुन बमोजिम तोकिएको प्रयोजन बाहेक अन्य प्रयोजनको लागि उपयोग गर्न वा गराउन नदिने। कृषि योग्य भूमिको खण्डीकरण गर्न नदिने। विकास निर्माणका कार्य गर्दा दफा 21 बमोजिम राष्ट्रिय खाद्य योजना प्रतिकूल नहुने गरी प्रचालन गर्ने। कृषि योग्य भूमिको उपयोगको बारेमा सचेतना अभिवृद्धि गर्ने। कृषि प्रयोजनको लागि वर्गीकरणमा परेको भूमिमा मनासिब कारण बिना खेती नलगाउने जग्गा धनीलाई सरकारले दिने अनुदान, सुविधा वा सहयोग कटौती गर्ने। सरकारी खेती, कबुलियत खेती, करार खेती वा सामूहिक खेतीलाई प्रवर्धन गरी बाँझो रहेको उत्पादनशील भूमिको अधिकतम उपयोगको व्यवस्था गर्ने। अर्को प्रश्न, स्थानीय कृषि बाली तथा पशुजन्य उत्पादनको प्रवर्धन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले के कस्ता उपायहरू अवलम्बन गर्न सक्ने व्यवस्था रहेको छ? खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075 को परिच्छेद 3 दफा 16 अनुसार स्थानीय कृषि बाली तथा पशुजन्य उत्पादनको प्रवर्धन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले देखाए बमोजिमका उपायहरू अवलम्बन गर्नेछ। स्थानीय कृषि तथा पशुजन्य उत्पादन तथा बजारीकरणलाई प्रवर्धन गर्ने। स्थानीय कृषि तथा पशुजन्य उत्पादनमा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्ने। कृषि बजार, कृषि फार्म, खेतबारीबाट नै किसानले उपभोक्तालाई आफ्नो उत्पादन बिक्री गर्न सक्ने वातावरण सिर्जना गर्ने। परम्परागत कृषि विकास तथा हाट बजारको प्रवर्धन गर्ने। कृषि उत्पादनसँग सम्बन्धित स्थानीय ज्ञान तथा परम्परागत खाद्य संस्कृतिको संरक्षण गर्ने। स्थानीय स्तरमा उत्पादित खाद्यको उपयोग गरी कृषि पर्यटन प्रवर्धन गर्ने। अर्को प्रश्न, कृषि योग्य भूमिको दिगो व्यवस्थापन गर्ने सम्बन्धमा स्थानीय तहको जिम्मेवारी उल्लेख गर्नुहोस्। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075 को परिच्छेद 3 दफा 16(1) अनुसार संघीय र प्रदेशको कानुनको अधीनमा रही कृषि योग्य भूमिको दिगो व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ। कृषि योग्य भूमिको लागत तयार गर्ने। स्थानीय स्तरमा रहेको बाँझो जग्गा तथा अन्य जग्गाको पहिचान गर्ने। पहिचान गरिएका भूमिको अभिलेख राख्ने। भूमिसँग सम्बन्धित अभिलेख अद्यावधिक गर्ने। बाँझो भूमिको प्रभावकारी व्यवस्थापन गर्न अन्य आवश्यक काम गर्ने वा गराउने। अर्को प्रश्न, खाद्य सम्प्रभुताका आधार स्तम्भहरू के हुन्? लेख्नुहोस्। खाद्य सम्प्रभुताका 6 वटा सिद्धान्त तथा आधार स्तम्भहरू रहेका छन्, जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ। 1. जनताका लागि खाद्यान्नमा जोड, फोकस अन फूड फर पिपल। स्वस्थ र सांस्कृतिक रूपले स्वीकार्य खाद्य वस्तुको अधिकार खाद्य सम्प्रभुताको निमन्त आधार हो। यसले प्रत्येक व्यक्तिको लागि खाद्य अधिकारको वकालत गर्दछ। भोको, बेरोजगार, द्वन्द्व पीडित, सीमान्तकृत वर्ग लगायत सबै व्यक्ति, जनता र समुदायलाई प्राप्त स्वास्थ्य र उपयुक्त खाद्यान्नको अधिकारको बारेमा जोड दिन्छ।
खाद्य प्रदायकको महत्त्व, भ्यालु फर फूड प्रोभाइडर। अधिकांश खाद्यान्न ससाना किसानको नतिजा हो, तर उनीहरूलाई जातीयता, सीमान्तीकरण, लिङ्ग आदिमा ठुला किसान, जग्गा धनीहरू र सरकारले समेत शोषण गरेको हुन्छ। खाद्य सम्प्रभुताले खाद्यान्न लगाउन, उत्पादन गर्न, प्रशोधन गर्न तिनीहरूको अधिकारलाई सम्मान एवं योगदानमा स्वीकार गर्दछ। खाद्य प्रणालीको स्थानीयकरण, लोकलाइजेसन अफ फूड सिस्टम। खाद्य सम्प्रभुतामा पहिले स्थानीय क्षेत्रीय आवश्यकता र खाद्य प्रणालीले प्राथमिकता पाउनुपर्छ अनि मात्र निर्यातको कुरा हुन्छ। खाद्य सम्प्रभुताले खाद्यान्न उत्पादनका प्रदायक र उपभोक्तालाई एकै ठाउँमा ल्याउने वातावरण बनाउँछ। त्यस्तै खाद्य सम्बन्धी सरकारका विषयमा उनीहरूको निर्णयलाई मान्यता दिन्छ। यसले कृषि उपजको मूल्यमा हुन सक्ने अवमूल्यनबाट कृषकलाई जोगाउँछ भने उपभोक्तालाई कम गुणस्तर र असामान्य अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी सरकारका संरचना, सम्झौता र अभ्यासहरू हुनबाट यसले बचाउँछ। 4. स्थानीय नियन्त्रण, फूड कन्ट्रोल लोकली। खाद्य सम्प्रभुताले भूभाग, भूमि, चरण, जलस्रोत, बिउबिजन, पशुपालन आदिमाथि स्थानीय खाद्य उत्पादन तथा वितरणको नियन्त्रण हुनुपर्ने मान्यता राख्छ। खाद्य सम्प्रभुताले विभिन्न क्षेत्रका कृषकहरू बीच सकारात्मक अन्तर्क्रिया गराई आन्तरिक द्वन्द्वको समाधान गर्दछ। 5 नम्बर, ज्ञान र सिपको विकास, बिल्ड नलेज एन्ड स्किल। खाद्य सम्प्रभुताले कृषक र तिनीहरूको स्थानीय सङ्गठनको सिप र स्थानीय ज्ञानको विकास, स्थानीय खाद्य उत्पादन, हार्भेस्टिङ प्रणालीको संरक्षण, विकास एवं व्यवस्थापनको उपयुक्त व्यवस्थापन प्रणालीको विकास गर्दछ। यसका साथै जेनेटिक इन्जिनियरिङ जस्ता प्रविधिले स्थानीय जनताका मौलिक प्रविधिको विकास गर्ने र प्रविधि हस्तान्तरण गर्ने क्षमतालाई खाद्य सम्प्रभुतामा जोड दिन्छ। 6 नम्बर, प्रकृतिसँग सहकार्य, वर्क विथ नेचर। खाद्य सम्प्रभुताले प्रकृतिको त्यस्तो उत्पादन र वितरण प्रणालीको अनुमान गर्दछ जसले सम्प्रदायहरूको संरक्षण गरोस्, हरितगृह ग्यास उत्सर्जन घटाओस्, ऊर्जा खपत कम गरोस् आदि। यसले प्रकृतिको वरदानलाई दिगो खाद्य प्रणालीमा सदुपयोग गर्दछ भन्ने वातावरण बिगार्ने, वायुमण्डलीय उष्णतालाई बढाउने गरी भएका विनाशकारी औद्योगिक उत्पादन विधिलाई अस्वीकार गर्दछ। अर्को प्रश्न, खाद्य सम्प्रभुता र खाद्य सुरक्षा बीच भिन्नता उल्लेख गर्नुहोस्। खाद्य सम्प्रभुता यो खाद्य प्रणालीको उत्पादनको अधिकार हो। खाद्य सुरक्षा यो सुरक्षित खाद्यान्नको आधिकारिक, भौतिक र सामाजिक पहुँचको अवस्था हो। खाद्य सम्प्रभुताले लक्ष्य प्राप्त गर्ने बाटो पहिल्याउँछ। खाद्य सुरक्षाले लक्ष्य निर्धारण गर्दछ। यसले आफै आत्मनिर्भर हुनुपर्ने विषयलाई जोड दिन्छ। यसले सबैको लागि खाद्य र उचित मात्रामा पोषणको पहुँचमा जोड दिन्छ। खाद्य सुरक्षा हुँदैमा खाद्य सम्प्रभुता हुन्छ भन्न सकिँदैन। खाद्य सुरक्षाको आधार खाद्य सम्प्रभुता हो। खाद्य सम्प्रभुता राजनीतिक र कानुनी अवधारणा हो। खाद्य सुरक्षा प्राविधिक अवधारणा हो। यो खाद्यान्नमाथि जनताको अधिकार र स्वायत्तताको विषय हो। यो सामाजिक सुरक्षाको एक आयाम हो। अन्त्यमा खाद्य सुरक्षा र खाद्य सम्प्रभुता बिचमा आधारभूत भिन्नता भए तापनि दुवै खाद्यान्नको आपूर्ति तथा दिगो व्यवस्थापनको लागि लक्ष्य प्राप्तिसँग सम्बन्धित रहेको छ। यति भन्दै हामी आजको भिडियो अन्त्य गर्दैछौँ। तपाईँहरूले भिडियो राम्रो लाग्यो भिडियोलाई लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई सेयर गरिदिनुहोला। भोलि हामी व्यक्तिगत घटना दर्ता टपिक लिएर आउनेछौँ। धन्यवाद।